हेलो हाई दर्शन नमस्ते अनि यो मेरो युट्युब च्यानल ब्लगमा यहाँहरुलाई स्वागत साथै वेलकम भन्न चाहन्छु र मेरो यो ब्लगमा आज धेरै पछि फेरि एउटा भिडियो बनाउने मौका समय जुरेको छ अनि यो चाहिँ साउथ कोरियाको छननसी भन्ने एरिया हो। यहाँ चाहिँ हिउँ परेर एकदम रमाइलो भइरहेछ, एकदम चिसो पनि बढेको छ र आजको यो हिउँ परेको अवसरमा एउटा सानो भिडियो बनाउन मौका जुरेको छ। यहाँहरुले हेर्दिनु होला अनि प्रतिक्रियाहरु के कस्तो हुन्छ भनिदिनु होला अनि कमेन्टमा लेखिदिनु होला र हेरेर मज्जा पनि लिनु होला। र आज हामी चाहिँ यो छननको जुन इमिग्रेसनमा हामी भिसा यहाँको जुन परिचय पत्र त्यो कार्ड बनाउनको निम्ति हामी जाँदैछौँ अनि आज बाटो पनि एकदम जोखिम छ अनि गाडी भित्रबाट बाहिरको दृश्य हेर्दै हामी जाँदैछौँ। हेरेर साथ दिनु होला अनि लाइक एन्ड सब्स्क्राइब पनि गरिदिनु होला है त गाइज। ल चिसो चाहिँ एकदम चिसो छ आजको दिन र हाम्रो गाडीबाट एकदम बाहिर दृश्यहरु पनि राम्रो देखिरहेको छ। साच्चै रमाइलो छ बाहिरको दृश्य अनि एकदम हामी चाहिँ जुन छनन बजार छिरिसकेका छौं अनि त्यो छनन बजारको पनि हामी त्यो इमिग्रेसन छेउमा पुग्न आँटेका छौं र जाँदैछौँ। यो ऊभोपट्टि देखिनेहरु सबै यो जुन पसलहरु हो एकदम यो पुल हाउसहरु छ।
एकदमै चिसो छ है त हजुरहरू। एकदम आज चाहिँ ओहो हिउँ परेर एकदम माइनसमा छ मौसम, यहाँको टेम्परेचर पनि, तापक्रम पनि। त्यसैले आज यस चिसोमा पनि हामी एकदम कठिनका साथ हामी इमिग्रेसनबाट फेरि हामी फर्किने तर्करमा छौँ। फेरि हाम्रो आफ्नै कम्पनीतर्फ हामी फर्किँदैछौँ। एकदम रमाइलो चिसो। हो चिसो चिसो, फर्स्ट चिसो छनानमा आज एकदम चिसो छ। यो छनानको हामी चाहिँ इमिग्रेसनमा जाँदैछौँ अनि यो हाम्रो भिजाको लागि र यहाँको थुङरोकजुङ भन्छ, वेगुङ थुङरोकजुङ भन्छ हो, त्यो बनाउनको लागि हामी जाँदैछौँ। एकदम चिसो चिसो मौसममा भिजिट रमाइलो भइरहेछ। एकदम ठन्डी ठन्डी जाडो छ। जस चिसो भए पनि रमाइलो भइरहेछ। आज हामी ग्याङमा जाँदैछौँ अनि मजा आइरहेछ है त। सट्टसँगले हामी जाँदैछौँ। ल फाइनली हामी फर्किने रुम फर्किने तर्खरमा छौँ। हामी एकदम फर्केर आइसकेका छौँ। यो चाहिँ सिङ्गेरी बजार भन्छ अनि यहाँ पनि हामी किनमेलहरू सपिङहरू गर्ने बजार हो। यो चाहिँ रातिको दृश्य एकदम राम्रो छ।